तुलसी अधिकारी ज्यूसँग सायद उहाँहरू साउन्ड बक्सको पछाडि बसिरहनु भएको होला, उहाँहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ। र यो जुन अगाडि रहेको छ जुन यो पुरस्कार तपाईँ आफ्नो बनाउन सक्नुहुन्छ। कोही नृत्य गर्न इच्छुक हुनुहुन्छ, कोही गाउन इच्छुक हुनुहुन्छ भने अवश्य तपाईँ आउन सक्नुहुन्छ, नाम लेखाउन सक्नुहुन्छ। के त तपाईँकै भागमा पर्ने हो यो पुरस्कार। र अहिले र भने हाम्रो ब्याज वितरण कार्यक्रम लगभग सकिसकेको छ। अतिथिज्यूहरू आउने क्रम बाँकी नै जारी नै रहेको छ र उहाँहरू आउनु भएपछि उहाँलाई आसन ग्रहण हामी अवश्य पनि गराउने नै छौँ। अहिले भने हामी मौन धारण कार्यक्रमतर्फ लाग्नेछौँ। मैले अघि पनि भनेकी थिएँ कि यस होराइजन युवा परिवारका सल्लाहकार सदस्य हुनुहुन्थ्यो डम्बर बहादुर योङहाङ। उहाँको चाहिँ गत 2064 पुस 11 गते चाहिँ निधन भएको थियो र त्यस्तै निधनप्रति गहिरो संवेदना प्रकट गर्दै यस होराइजन परिवारले आजको यस कार्यक्रममा चाहिँ 1 मिनटको मौन धारण कार्यक्रम चाहिँ राख्ने योजना बनाएको छ। त्यसैको फलस्वरूप चाहिँ हामी सबैजना आउनुहोस् उहाँको चिर शान्तिको आत्माको शान्तिको लागि चाहिँ कामना गरौँ र सबैजनालाई आफ्नो स्थानबाट उठेर उहाँप्रति चाहिँ गहिरो समवेदना प्रकट गरिदिनु हामी अनुरोध गर्छौँ। कृपया आफ्नो स्टेजबाट आफ्नो ठाउँबाट सबैलाई उठिदिन हामी अनुरोध गर्छौँ र होराइजन युवा परिवारका सबै सदस्यहरूलाई पनि अगाडि आइदिन हामी अनुरोध गर्दछौँ। गर्नुभन्दा अगाडि हामी एकजना अतिथिलाई फेरि बोलाउन चाहन्छौँ। उहाँको नाम छुट्टै छ भनौँ मैले बिर्सेछु। उहाँ हुनुहुन्छ हाम्रो कलाकार हुनुहुन्छ, एकदमै हँसाउनुहुन्छ उहाँले र उहाँको नाम रहेको छ, गेस गर्नुहोस् त, अनि उहाँ हुनुहुन्छ चिरपरिचित पूर्वेली चिरे। त्यसैले उहाँलाई अतिथिको रूपमा चाहिँ कार्यक्रममा यस स्टेजमा आइदिनु हामी अनुरोध गर्दछौँ। पूर्वेली चिरे आउँदै हुनुहुन्छ, उहाँलाई जोरदार ताली दिनुहोस् प्लिज। र उहाँलाई ब्याज वितरण गरिदिनु हामी साथीहरूलाई फेरि अनुरोध गर्दछौँ। सबैजनालाई म पूर्वेली जिल्ला दिपेन्द्र भाइजीको तर्फबाट मौन धारणको कार्यक्रम सुरु भएको छ। 1 मिनटको रहेको छ। 1 मिनटमा चाहिँ आफ्नो सिट निहुराएर हाम्रो यस होराइजन परिवारको सल्लाहका सदस्य हुनुहुन्थ्यो जसको चाहिँ निधन भएको थियो 2064 पुस 11 गते डम्बर बहादुर योङहाङ। उहाँप्रति हामी सिट निहुराएर उहाँको आत्माको चिर शान्तिको लागि कामना गर्छौँ र एकैछिन ब्याज वितरणको कार्यक्रम रोकिदिनु हुन हामी साथीहरूलाई पनि अनुरोध गर्दछौँ र सबैलाई सिट निहुराएर उहाँप्रति संवेदना प्रकट गर्न लागिरहेको छौँ र समय सुरु हुन्छ। अब पछि पनि हामी स्वागत गीत सुन्नेछौँ र स्वागत मन्तव्यको लागि चाहिँ यस्तै क्लब यानि कि होराइजन युवा परिवारको कार्यवाहक अध्यक्ष हुनुहुन्छ भक्त नेमाङज्यू। उहाँलाई चाहिँ आफ्नो स्वागत मन्तव्य दिनु हुनको लागि यस स्टेजमा म बोलाउन चाहन्छु। कृपया भक्तजी कहाँ हुनुहुन्छ छिटो स्टेजमा आइदिनु होला अनि आफ्नो स्वागत मन्तव्य राखिदिनु होला र यस स्वागत मन्तव्यपछि हामी स्वागत गीत यहाँहरूमा प्रस्तुत गर्नेछौँ। र एउटा कुरा फेरि पनि के भन्न चाहन्छु भने आज चाहिँ प्रतियोगितात्मक चाहिँ गीत अनि नृत्य प्रतियोगिता आयोजना गर्न लागिरहेको छ यस होराइजन युवा परिवारले। त्यसैले यदि कोही इच्छुक हुनुहुन्छ, नाच्न चाहनुहुन्छ, नाचेर आफ्नो कला प्रस्तुत गर्न चाहनुहुन्छ, आफ्नो स्वर सुरिलो आवाज तपाईँ सबै माझ सुनाउन चाहनुहुन्छ वा कोही इन्ट्रेस्टेड साथीहरू हुनुहुन्छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। हामी भन्नाले हरिदाहाजी अनि तुलसी अधिकारीजीसँग चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। उहाँहरू सायद साउन्ड बक्सको पछाडि त्यतै कतै हुनुहुन्छ, उहाँसँग सम्पर्क गर्न सक्नुहुन्छ। र गीत अनि त्यसै गरी नृत्यको बोल दिँदाखेरि चाहिँ आफ्नो नाम पनि दिन चाहिँ नबिर्सनु होला। तपाईँहरूको गीत अनि नृत्य उत्कृष्ट भयो भने अवश्य यो अगाडि देखिरहनु भएको छ पुरस्कार तपाईँकै हुनेछ। र अब भने हामी स्वागत मन्तव्यतर्फ लाग्नेछौँ। स्वागत मन्तव्यको लागि आइसक्नु भएको छ कार्यवाहक अध्यक्ष भक्त नेमाङज्यू। उहाँलाई यो माइक्रोफोन दिँदैछु म, उहाँको लागि ताली है त। धन्यवाद। धन्यवाद उद्घोषिका मित्र। र यस होराइजन युवा परिवारको प्रथम साधारण सभामा आयोजना गरिएको यस खुल्ला प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा
सभापतित्व गरिरहनु हुने हाम्रा संस्थापक अध्यक्ष किरण राईज्यू र हाम्रा विशेष अतिथि, प्रमुख अतिथि र अन्य अतिथिगणहरू र यस होराइजनका आजीवन सदस्यहरू, साथै सल्लाहकार सदस्यहरू र यस गोलदार गाविसका सम्पूर्ण मान्यजनहरू र बुद्धिजीवी वर्गहरू, साथै उपस्थित हुनुभएका तमाम हाम्रा गोलदावासी तथा अन्य छिमेकी गाविसबाट पाल्नुभएका हाम्रा दर्शक महानुभावहरूमा यस होराइजन युवा परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि आभार प्रकट गर्न चाहन्छु र यस स्वागत मन्तव्यकै क्रममा म यस होराइजन युवा परिवारको थोरै चर्चा गर्न चाहन्छु। हाम्रो होराइजन युवा परिवार भनेको वास्तवमा एउटा युवाहरूको सङ्गठन हो। यसको जन्म करिब 2063 सालमा भएको थियो र यसले 2 वर्षको कार्यकाल अवधि पुरा गरिसकेको छ र यस होराइजन युवा परिवार एउटा संवेदनशील अवस्थामा उत्पत्ति भएको छ र यसले जन्म लिएको छ र यसले एउटा हाम्रो यस पिछडिएको एउटा अहिलेसम्म पनि हामीले विद्युतको उज्यालो नपाइरहेको अवस्थामा, जङ्गली अवस्थामै बसिरहेको अवस्थामा पनि हामीले यस होराइजन युवा परिवारद्वारा एउटा उज्यालो छर्ने काम गरिरहेका छौँ र यस होराइजन युवा परिवारलाई कति मान्छेहरूले भन्ने गर्नुहुन्छ सायदै यो संस्था एउटा राजनीतिक सङ्गठनको राजनीतिकको भातृ सङ्गठन हो भनेर, तर त्यस कुरालाई म ठाडो रूपमा चिर्न चाहन्छु किनभने यसले कहिले पनि एउटा राजनीतिक कार्यक्रम कहिले पनि गरेका छैन र यसको उद्देश्य भनेको समाज सेवा गर्नु नै हो र यसले समाजमा भएको कामना दिँदै मेरो स्वागत मन्तव्य टुङ्ग्याउन चाहन्छु। स्वागतम स्वागतम स्वागतम। परिवारको यस समूहको कहिले पनि अन्त्य नहोस्, हाम्रो यही शुभकामना र त्यो अन्त्य नहुनको लागि तपाईँहरूको साथ त यसलाई अवश्य चाहिन्छ नै र तपाईँले साथ दिनुहुनेछ भने पनि पूर्ण विश्वास गरेको त्यसले साथ दिनुहुन्छ। तपाईँहरू होइन साथ दिनुहुन्छ होला, एकचोटि फेरि हात उठाइदिनुहोस् त। तपाईँको साथीहरू कतिको रहेछ? सबैले उठाइदिनु भएन, खै त कसैले उठाइदिनु भएन, प्लिज राम्ररी उठाइदिनुहोस् न। भनेपछि तपाईँहरूको साथ रहेको छ यस होराइजन युवा परिवारलाई। तपाईँको यस्तै साथ पाइरह्यो भने यसले अझै राम्रो उत्कृष्ट कार्यहरू पनि गर्दै जानेछ आउँदा दिनहरूमा र तपाईँको साथ चाहिँ कृपया कुनै पनि खाना पनि नछोड्नु होला र यो स्वागत मन्तव्य पछ्याउ भने हामी स्वागत गीततर्फ लाग्नेछौँ र तपाईँहरूको लागि होराइजन युवा परिवारले गीत पनि तयार पारेको छ, स्वागत गीत। तपाईँहरूको स्वागतको लागि र स्वागत गीतका लागि चाहिँ हामी यहाँ स्टेजमा कलाकार साथीहरूलाई बोलाउन चाहन्छौँ र फेरि पनि एकचोटि अतिथिको आसन ग्रहणतर्फ म लाग्न चाहन्छु। गोलदाव गाविसका सचिव हुनुहुन्छ श्री तेज प्रसाद रेग्मीज्यू, उहाँलाई पनि यस स्टेजमा आएर आफ्नो आतिथ्य स्वीकार गरिदिनु हामी अनुरोध गर्दछौँ। त्यसै गरी आज मैले जति भने अतिथिहरूको नाम, यदि उहाँहरू आउनुभएको छैन, उहाँको परिवारबाट कोही आउनुभएको छ भने पनि उहाँहरू निर्धक्कका साथ अगाडि स्टेजमा आएर आफ्नो आतिथ्य स्वीकार गर्न सक्नुहुन्छ। कतिजना आउनुभएकोलाई घरमा त्यस्तै कार्य व्यस्तताले गर्दा आउन नसक्नु भएको होला, कसैको श्रीमती या छोराछोरी आउनुभएको होला, तर एकदम गाह्रो मानिरहनु भएको छ भने आउनु सक्नुहुन्छ। तपाईँहरू पनि उहाँको स्थानमा स्थान ग्रहण गर्न सक्नुहुन्छ र भने हामी गीततर्फ लाग्नेछौँ, स्वागत गीततर्फ र यसपछि हामी क्लबको परिचय लाग्नेछौँ र लगभग हाम्रो यस औपचारिक कार्यक्रम चाहिँ समाप्त हुने तर्खरमा रहेको छ। त्यसपछि भने एकदमै मजाको रमाइलो कार्यक्रम आउनेछ अनौपचारिक कार्यक्रम र स्वागत गीतको लागि फेरि एकपटक म बोलाउन चाहन्छु, फेरि भन्दा उहाँ आउनुभएको छ चाहन्छु। स्वागत गीतको लागि सम्पूर्ण यस होराइजन युवा परिवारका कलाकार साथीहरूलाई कृपया स्टेजमा आएर आफ्नो स्वागत गीत प्रस्तुत गरिदिनु होला। हुनुहुन्छ